हेलो सबैजनालाई नमस्ते। म चाहिँ के भन्न चाहन्छु भने हाम्रो जति पनि खेलाडी भाइ बहिनी हुनुहुन्छ, जति स्कुलमा पढ्ने भाइ बहिनी हुनुहुन्छ है, उहाँहरूको प्यारेन्ट्सहरूलाई म के भन्न चाहन्छु भने प्लिज आफ्नो बाल बच्चाहरूलाई कसरी ट्रिट गर्ने त्यो सिक्नु होला तपाईहरुले हैन। किनभने कसैले पनि थाहा हुँदैन, आफ्नो घरमा बसेको बुवा मम्मीलाई पनि थाहा हुँदैन आफ्नो छोराछोरीले पढिरहेको छ, राम्रो गरिरहेको छ भन्ने हुन्छ। तर यो नसम्झनुहोस्, तपाईहरुले एकचोटि उनीहरूलाई चेक गर्नुहोस् हैन। फोन गरेर सोध्नुहुन्छ, तपाईहरुले साथमै भएको छोराछोरी पनि बिग्रिरहेको देखेको छु मैले। प्लिज प्यारेन्ट्सहरू हजुरहरू एकदम केयर गर्नु होला हैन। आजभोलि बच्चाहरूको एकदमसँगले हैन विकृति फैलिरहेको छ, लभमा पर्ने हैन, हात काट्ने हरेक कुरा भइरहेछ। मैले चाहिँ कसरी गरेँ भने अहिले त यहाँ पैसामा पनि नाम हैन, नाम यो 10 रुपैयाँको नोटमा नाम छ हैन। यहाँनिर तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। यो भिडियो शेयर पनि गर्नु होला, लाइक पनि गर्नु होला हैन। धेरैजनासँग पुर्याउनु होला। प्यारेन्ट्सहरूलाई भन्न चाहन्छु म, प्लिज आफ्नो छोराछोरीहरू तपाईहरु गाउँमा बसेर काठमाडौँमा छोराछोरी पढाउँदै हुनुहुन्छ भने उनीहरूलाई कल गरेर हैन क्या एकचोटि आएर उनीहरूलाई हेर्नुस् क्या, उनीहरू कस्तो अवस्थामा बसेको छ। तपाईहरु स्कुल पनि जानुस् हैन, उसको स्कुलमा पढाइ कस्तो भइरहेको छ, कस्तो गरी हिँडिरहेछ भनेर हजुरले एकदम ध्यान दिएर हैन स्कुलमा पनि बुझ्नुस्, हरेक ठाउँमा बुझ्नुस् क्या उसको छोराछोरी कसरी बसिरहेको छ भनेर। हजुरहरूले कल गर्नुभन्दा नि बुझ्न एकदम आवश्यकता छ। त्यही भएर यो भिडियो चाहिँ एकदम शेयर भन्दा शेयर गर्नु होला, बढी भन्दा बढी।